तपाईँहरू सबैजना सजाएर हुनुहुन्छ म पनि एकदम फिट एन्ड फाइन छु अनि आज चाहिँ रेडी भएर हामी जाँदैछौँ खाजा खान अहिलेलाई खाजा खान भनौँ खाजा खान जाँदैछौँ अनि अब चाहिँ खाजा खाएर हामी कहाँ हो घुम्ने ठाउँ थाहा छैन रेड क्लिफ जाने हो घुम्न आज मसँग हुनुहुन्छ उहाँजी हेलो वेलकम उहाँको छुट्टी छ नि त आज र भोलि त्यही भएर यसो डुल्ने कार्यक्रम भइरहेको मेरो चाहिँ नभए त्यही घरको मैले खाएँ मैले सुतेँ मैले उठेँ भन्ने मात्र भ्लग भइरहेको थियो अब आज र भोलिको चाहिँ यहाँ गएँ वहाँ गएँ भन्ने हुन्छ अनि उहाँ हुनुहुन्छ हाम्रो बाबु वेलकम नमस्ते एन्ड वेलकम टु आवर भ्लग साँच्ची भ्लगर बन्नुहुन्छ बाबु साँच्ची हो कि र अब भ्लगर गर्नुपर्छ है अनि ल कस्तो लागिरहेको रमाइलो लागिरहेको घुम्न पाइएको छ मसँग गीत बजाउनु अब जाँदैन अनि यहाँ यस्तरी ट्राफिक लाइट धेरै मिनटको चाहिँ गराउन 10-15 मिनट गराउने सो त्यही हो के गर्छौँ हामी देखाउँछौँ ल आजको दिन मजाले हेरिदिनु होला स्टे ट्युन माइन च्यानल चाहिँ अब यहाँ खाजा खान आएको खानाले रेडी के भनौँ अर्डर गर्नले उहाँ जाँदै हुनुहुन्छ यता यहाँ चाहिँ बिजी छ यो ठाउँमा आएको सन्नी साइडमा आएको हामी चाहिँ स्यान्डविच खाने हो कि नै अनि बाबु चाहिँ यता घाम तापेर बस्नु भएको छ खान्छौँ हामी मलाई चाहिँ अहिलेसम्म के भन्छ त्यो नेपाली खानाको क्रेभिङ चाहिँ भएको छैन भर्खरै आएको छु नि त त्यही भएर होला अहिलेसम्मलाई चलिरहेको छ अब के हुन्छ थाहा छैन क्रेभिङ हुन त हुन्छ होला हुन कि फेरि करेन्ट पकाएर खाइराखेको त्यही भएर होला मेन क्रेभिङ हुने भनेको करेन्ट चटपटे मोमोलाई हो मोमो पनि अहिले फिलहाललाई ठिक छ हेरौँ के हुन्छ खानाको धुनमा भ्लग गराउनै मिल्छेको गाई खाइसक्यौँ हामीले आज हम कस्तो लाग्यो मिठो लाग्यो बाबुलाई कस्तो लाग्यो मिठो गाइज खस्यो अब हामी खाएर जान्छौँ घुम्न गाइज यहाँ भ्यू हेर्न सक्नुहुन्छ हजुरहरू यहाँ समुद्र गाइज जिन्दगीको पहिलोचोटि समुद्र देख्यो भनेको यही हो यो चाहिँ खोला हो मतलब यता टुटेको समुद्र मिसेको गाइज त्यहाँ अलिअलि मात्र देखेको छ यो पुल भएर अब हामी जाँदैछौँ आज नि समुद्र देखिन्छ न मैले देखेँ गाइज समुद्र देखेँ मैले जिन्दगीको गोरेटोमा समुद्र नि देखियो अब यहाँ यस्तो त्यो यति ठुलो छ के भनौँ कि आँखाले भेटे होइन यति धेरै छ यति धेरै होइन यति ठुलो छ समुद्र गाइज अनि यहाँ बाटो पनि सल मस्त हामी गीत बजाउँदै गाना गाउँदै रमाइलो गर्दै हिँडिरहेको छ गाइज लुक एट द भ्यू समुद्र यस्तो दामी देखेछ गाइज कसरी बयान गरौँ यहाँ पनि हुँदो रहेछ यो के भन्छ यसले छिनमा सबै भुले जस्तो पागल जस्तो भयो क्या यो चराको नाम के हो अरे परेवा यस्तो बौलाइसक्यो म पागल भइसक्यो गाइज अब हामी त्यो भ्यू पोइन्ट जानु छ कि के भन्छ अब यो उसमा जाने हो यस्तो खतरा देखेछ मतलब दामी देखियो कि यहाँबाट चाहिँ उहाँहरू आउँदै हुनुहुन्छ ल अब हामी जाँदैछौँ त्यहाँ गएपछि देखाउँछु कस्तो देखिन्छ अब भिडियो फोटो कति हो कति खिच्छ मैले त खिच्छु म त पानी जहाज गाइज ओए हेर्नुहोस् मेरो लागि आएकोहरू चाहिँ मैले देखेन भनेर मैले अहिलेसम्म देखेन नि त्यस्तै नजिकबाट त्यही भएर यहाँ मेरो लागि आउँदैन मलाई भेट्न आउँदैन मस्त यहाँ त्यो ढुङ्गामा जानु पाइन्न कस्तो कालो आउनुभयो हो
साँच्ची आँखा हेर्नु मलाई भेट्न माथि मान्छेहरू यहाँ भाइ यस्तैमा हो भोलि जाने भोलि पनि हामी घुम्न जाने हो गाइज यस्तैमा जाने हो भोलिको ब्लगमा देखाउँछु म भोलिको ब्लगमा देखाउँछु अनि ओ माइ गड यहाँ त गहिरो होला है यहाँ एकछिनमा मनोरञ्जन लिन्छु यहाँको दामी देख्यो ओ माइ गड साँच्ची हेर्नु न साँच्ची नभन्दै मलाई भेट्न आयो गाइज यो भेट्न आयो गाइज ल हेर्नु न सिधै नजिकै आयो अब यस्तो नजिकबाट मैले अहिलेसम्म देखेको थिएन आहा कति राम्रो ब्रिजबेन वेल वाचिङ यसमै हो वेल वाचिङ गर्ने यसबाटै हो ए ल गाइज यो भित्र कसरी हुन्छ र यो भित्रै लान्छ कि कस्तो यो यहीँ आयो गाइज मलाई भेट्न मलाई भन्थेँ नि मैले भेट्न आउँछ मलाई भनेर आइसक्यो यहीँ आइछ कस्तो राम्रो गाइज हेर्नु वाउ केही हुन्न ल यसरी यहाँ वाउ पाइलट सिप पाइलट गाइज सिपको उसलाई के भन्छ चलाउने मान्छेलाई क्याप्टेन गाइज वाउ यहीँ आइछ नजिकै दामी देख्यो यहाँ हेर्दै हुनुहुन्छ मलाई भेट्न आयो गाइज फाइनल्ली अब म यस्तो नजिकबाट हेरिरहेको यसलाई अर्को पनि रसी हान्न पर्दो रहेछ यसरी यहाँ टन्ने मान्छे होला है गाई यहाँ चाहिँ मस्त हावा चलेर अब यहाँको भ्यू सर हेरेर अब भ्याइयो यहाँको हाम्रो घुमाइ भनौँ अनि यो सिप चाहिँ यहीँनिरै आयो बस्यो दामी भयो ठ्याक्कै के भन्नु एक्ज्याक्ट टाइममा आयो हामी यहाँनिर बाबुलाई कस्तो लागिरह घाम लागिरह घाम भएर हेर्न सक्नु भएन चस्मा ल्याएको पनि गाडीमा छ फोटो भिडियो खिच्दा हेर्दा यस्तो आँखा भयो मेरो चाहिँ धन्न यो मैले चाहिँ ल्याएँ यहाँ चाहिँ हेलो घाम भएर बसेँ त्यो लास्टै त्यो आँखा हेर्न नसक्ने घाम के आँखा हेर्न नसक्ने घाम होइन त्यही हो बुझ्नु गाइज हजुरहरू सबैले बुझ्नुहुन्छ मेरो भाषा अनि हावा चाहिँ मस्त चलेर हो यो चस्मा चाहिँ अलि राम्रो छैन त्यही पनि जाम अब पाउनुभयो ठाउँ अब हामी अर्को ठाउँ जाँदैछौँ मस्त अब हामी यहाँ अर्को नेक्स्ट भ्यू पोइन्ट ल के हो अरे यो ठाउँ यताबाट हजुर कालो आउनुहुन्छ कि यताबाट ल अघि अहिले पनि काले आउनु भयो ल भन्नुहोस् त अघि कुन ठाउँ गएको अनि अहिले कुन ल ओके अघि समुद्र के अघि लगभग यताको पोइन्टतिर थियो मलाई यो बिल्डिङको पछाडितिर अहिले हामी यहाँ छौँ अनि मस्त हावा चलेर वाउ अब हामी यहाँ टिकटक गराउँछौँ गाइस के मैले स्टेप सिकाएको बाबुलाई उहाँलाई ल गर्नु त के अरे गीत के अरे गीत यस्तो पनि चलेको गाइस अहिले लेटेस्ट होइन त भङ्दा के हो कि यस्तोवाला हो तर अब अहिले टिकटक बनाउने हो यो गीतमा चाहिँ यस्तो गरेर स्टेप सिकाइ म नि त्यस्तो पुरो डान्सर त होइन म नि अलिअलि जातपात काम चलाउ सरकार गर्नेवाला टिकटकर हो गाइस अनि त्यो मैले युट्युबमा भनेको थिएँ मेरो भिडियो धेरै भाइरल भइसक्यो गाइस सपोर्ट गरिदिनु होला यो टिकटकमा गएर मेरो टिकटक आइडीमा युट्युबमा भाइरल भएर व्यापक भइसक्यो मेरो युट्युब च्यानल अब टिकटकतिर नि यस्तो माया देखाइदिनु होला मेरो
मस्त हावा छ त्यो गाइज ओके हामी टिकटक गराउँछौँ ल हामी चाहिँ यहाँ मस्त रमाइलो भइरहेको हो गाइज यस्तो रमाइलो भइरहेको अनि हामी माछा पनि मार्न मिल्दो रहेछ यस्तो फिसिङ हो है तर जालमा परेको किन सेम नेपालको जस्तै जाल हुँदो रहेछ तर माछा परे छैन के यसको लागि उस लिनुपर्छ होला है माछा मार्न पनि के हो यो खाने पानी कस्तो छि के हो अब कस्तो लागिरहेको त रमाइलो भा कालो कालो देख्नु भयो रमाइलो भयो गाइज यहाँ हाम्रो यस्तो कोही छैन हामी मात्र पनि त्यही भएर यस्तो यहाँ उफ्रिनी सुफ्रिनी के गरेँ अब हामी मस्त रमाइलो कोही छैन कि हामी मात्र अनि माछा मार्ने एकजना मात्र हो अब यो सनसेट भ्यूमा झन् धेरैजना आउँछन् होला है अहिले चाहिँ यो घाम भएर होला त्यही पनि हामी इन्जोय गरिरहेको छौँ हामी चाहिँ अब घुमघाम सकेर फेरि टोली नै हामी यहाँ यस्तो सपिङ हाल्न आएको थियौँ टोली नै अनि यहाँ हामीले सपिङ गरेर भ्याइसकेको छौँ आजको यस्तो सामानहरू मस्त हाम्रो आजको दिन यसरी नै गयो गाइस रमाइलो भयो आजको दिन मस्त गयो अब यहाँ हामी चाहिँ आएको थियौँ चोइस द डिस्काउन्ट स्टोर भन्ने आएको थियौँ बिहान एकछिन त्यो के लिन आउनुभएको थियो अनि यहाँ अलिकति रिजनेबल प्राइसमा थियो सामानहरू त्यही भएर आएको थियो इङ्ग्लिस बोले हो त्यो अर्कै टोनमा बोलेको थिएँ म के भएन अनि राम्रो बोल्यो सो त्यही हो गाइस आजको दिन यसरी नै गयो हाम्रो रमाइलो भयो भोलि पनि हामी घुम्न जाने हो कहाँ जान्छौँ सल्लाह हुँदैछ सो गोल्ड कोस्ट जान्छौँ होला त्यो चाहिँ हामीले प्लान बनाइरहेको छौँ सो त्यही हो आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाई गाइस ल बाई भन्दैन हजुरले पनि बाई यस्तो राम्रो क्वालिटी आउँछ ल Bye guys, see you soon. Tata. सी यू अन नेक्स्ट ब्लग सबैजनालाई भोलि सबलाई देखाउँछु भोलि झन् रमाइलो हुन्छ गाइज आजभन्दा आज रमाइलो भयो बाबु हजुर रमाइलै भयो आज त झन् ल बाई बाई गाइज